एक दिन नगर प्रहरी नआउँदाखेरि काठमाडौँको फुटपाथको हालत हेर्नुहोस्, फुटपाथ व्यापारीको हालत हेर्नुहोस्, पार्किङको हालत हेर्नुहोस्। ट्राफिक छैन, बाटो काटिहाल, अहिले चिट काट्दैन कसैले, कुदिहाल। सोच कसको? तपाईँको, मेरो होइन र? यो सोच सरकारको हो। सरकार अभिभावक हो कि होइन? यदि अभिभावक हो भने अभिभावकले आफ्ना छोराछोरीलाई गल्ती गरिस् भनेर एक लट्ठी हान्न पाउने अधिकार छ कि छैन? यदि लट्ठी नहानेको खण्डमा त्यो छोराछोरी बिग्रेको खण्डमा कसले बिहोर्छ? फेरि त्यही सरकारलाई नै चाहिँ जिम्मेवारी ठान्ने होला नि त त्यतिखेर पनि। एउटा जाबो बाइकमा व्हिल लक लगाएको भनेर चाहिँ आफ्नो शरीरमा पेट्रोल छर्केर आगै लगाउने भनेको बुद्धि कस्तो? यो त मलाई ठिक लागेन। उसको परिवार होला, उसको बुढी होला, उसको छोराछोरी होला। अब एउटा व्हिल लक नि ठुलो भयो, आफ्नो बुढी भन्दा पनि ठुलो भयो, परिवार भन्दा पनि ठुलो भयो, छोराछोरी भन्दा पनि ठुलो भयो, आमा, आफूलाई जन्म दिने आमा भन्दा पनि ठुलो भयो त्यो एउटा व्हिल लक। एकपल्ट राम्ररी सोच्नुहोस् त, यसमा समस्या सरकारको छ कि हामी आफै जनताको छ? एकपल्ट हेर्नुहोस् त, के खानलाई विरोध गर्नुभएको? के खानलाई विरोध गर्नुभएको? मैले हिजो भनेको थिएँ एउटा भिडियोमा, आँसु पिएर आँसुको व्यापार गरेर जनताको आँसुको अनि जनताको भावनाको व्यापार गरेर पेट भर्ने नेताको पछि नलाग्नुहोस् न विरोध गर्नलाई। हो, यो अति भयो क्या, यो अति भयो। यो यस्तो नगर्नुहोस्। हामी निष्पक्ष नेपाली जनता भएर बसौँ क्या। हामी कसैको झोले, कसैको कुनै पार्टीको कार्यकर्ता, कुनै पार्टीको यो त्यो भएर नबसौँ। हामी निष्पक्ष जनता, निष्पक्ष देशलाई माया गर्ने एक नेपाली भएर बसौँ। मेरो चाहिँ यही छ धारणा।